हेलो हेलो साथीहरू, म चाहिँ आज के कुरा भन्न आएको भनेपछि मेरो चित्त नबुझेको कुरा के पहिलाका बुढापाकाले भन्थे मान्छे प्यारो हो र काम प्यारो हो भनेर। तर साँच्चीकै हो रहेछ कि कामै प्यारो हुने रहेछ के। अब मलाई हेर्नुहोस् न, पहिला काम गरुन्जेल सबले वावाई वावाई भन्ने हैन, घरकाले नि गर्ची काम जाङ्गर छ भनेर भन्थे। अब जब बच्चा भयो अनि अहिले त मेरो जाङ्गर छैन रे, फेरि जाङ्गर भए पो गरेर खालिस् त रे। अब बच्चासँग कहाँ पहिला एक्लै भए जस्तो हुन्छ होइन र? तपाईँहरूले नै भन्नुहोस् न, अब बच्चा हुने बेला जस्तो झ्याउ कसलाई हुन्छ र? ए हेर्छन् फेरि टुलु टुलु यहाँहरूलाई जो टाइम दिन ठिक्क हुन्छ, राति सुत्न पाइन्न राम्रोसँग, जाङ्गर पनि त्यस्तो लाग्दैन। अनि कहाँ पहिला जस्तो हुन्छ कि मान्छेले कस्तो कस्तो सोच राख्ने के, कस्तो झ्याउ लाग्ने जस्तो, कसरी बुझाउने के उनीहरूलाई। अब एक्लो हुँदा त गरेकै त होइन।